च्यानल। म चाहिँ हुन्छ श्रेष्ठ। म चाहिँ आज नयाँ भिडियो एन्ड भ्लग लिएर आइसकेँ। म चाहिँ आज धानबारीमा आएर भिडियो स्टार्ट गरिरहेको छु। धानको हालत चाहिँ यस्तो छ गाइज, देख्न सक्नुहुन्छ। यो के भएको, वर्ष दिन खानालाई उब्जाको बाली लाएर यस्तो भएपछि रुन मन लाग्दैन हामीलाई। हेर यस्तो बिजोक। हामी चाहिँ आज भटमास काट्न आएको गाइज। धान आलीभरि लडिरहेको छ। के भयो त्यहाँ चाहिँ, अब के गरी काटेर जानु होला। अब हामी चाहिँ भटमास काट्नु पर्ने हुन्छ गाइस। यहाँ हाम्रो अगाडि हुन्छ भाइ बहिनी सबैजना आइरहेको छौँ। मम्मी घरमा सबैजना आइरहेको छौँ। अब हामी चाहिँ भटमास काट्नु पर्ने हुन्छ अनि घर जानुपर्ने हुन्छ साथीहरू। दिन खानालाई रोपेको धान चाहिँ अनि थन्काउने बेलामा यस्तो भएपछि नरुनु हामी। राम 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 के गरेको होला नि यस्तो भगवान्। यति मात्रै हो र, सारा संसार पो छ त। संसार माइ गॉड के हो यस्तो विरक्त लाग्दो। अब हामी चाहिँ यहाँ फटाफट भटमास काट्न थाल्ने। बहिनी थाल्नु भइसक्यो। अब हामी पनि फटाफट भटमास काटिसकेर हिँड्नु पर्ने हुन्छ। राख्नु पर्ने थाले उपल्लोमा हिँड्नु अघि भनेको होइन, उहाँ पर लैजा भनेर। यस्तो छ बाटोमा हेर। अनि कसरी आलीमा हिँड्नु हामी। गइसक्यो। म कहाँ जानु। खै अलमल गर्छन् नि बुढाहरू। हेर बाटोमा यसरी धान लडेपछि अनि के हुन्छ होला रे प्रभु। राम राम राम। हालत नाजुक छ गाइस। कसरी हिँड्नु गर्नु गरी त नि। पानी कति दिन पानी पर्यो। पानीबाट यस्तो बिजोक बनायो कि। हेर यो धान अब के होला र, के गरी काट्नु। 3 दिन लाग्ने 5 दिन लाग्ने पर्यो। यसरी काट्नुपर्ने हुन्छ गाइस भटमास। सबै भटमास चाहिँ छोपिएछ धानले। कस्तो महसुस भयो धान देखेर। अल्छी लाएर म त कतै घर जाने जस्तो भयो। उहाँहरू धान भर्दै लागेको थियो। यस्तो अल्छीहरू खेतमा आएपछि हुन्छ। घाम लाग्ने रहेछ यार। घाम आइदिने हाम्रोतिर त यस्तो सोथर राम 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 ओछ्यान बिस्कुन लागेको के भइरहेको रहेछ। अब यसलाई के गर्नु। बेर पाकेको छ भटमास पनि पक्की उख्लिरहेछ। काट्नै पर्दैन त। अब हामी चाहिँ भटमास काट्नेतिर लाग्छौँ ल। हाम्रो देवर दाइहरू चाहिँ यसरी भटमास बोकेर आउँदै हुनु। भटमास के भएको यो कुहिएको पानीले गर्नु गर्छ। सबै कुहिएछ कालो नकालो। हेर बिजोक रमाइलो भएछ पानीले। सुक्न नि पाएन मजाले। अब बाटोमा भिजाएर सुकाएर हामी चाहिँ अब घर चल्दिनु पर्ला। यत्रो घाम लाग्यो। पानीले सबै उम्रिरहेछ। अनि यस्तो फलेपछि अनि बल्ल बल्ल लगाएको बाली यस्तो भएछ कि भन्छ सबै उम्रे खत्तम। बिजोक भयो गाई। तपाईँहरूको कस्तो के भयो। हाम्रो त यस्तो भयो। सबै चिसै छ भिजेर सबै पानीमा जमेर। साथीहरू हामी चाहिँ घर फर्केको। अब 12 बजीतिर घाम छ लागेको ल। आजको भिडियो यति नै। बाई बाई।